आज त 6 बजिसक्यो हामी उठेर 9 बजी 8 बजिसक्यो रहेछ। आज बच्चा-बच्चीलाई आज घुम्न लैजानु पर्यो। आज सिन्जल सर र समीर सरलाई भनेर आज मन्दिरतिर घुम्न लैजानु पर्छ कि यो नि नउठे रहेछ अहिलेसम्म। बाबु उठ, बुक लिएर आऊ जाऊ। आज तिमीहरूको खेलकुद हुन्छ जा। ल घन्टी पनि बजेछ। बाबु स्कुटी ल्याऊ। तिमीहरू सब लाइनमा आइज। म त बिर्से लाइनमा बस। ल भन सय थुङ्गा भन। सय जाने पालो। अब तिमीहरू आज घुम्न जान्छस्। यो बदमास बच्चा स्कुलले श्री बदमास बच्चा माध्यमिक विद्यालयले तिमीहरूलाई आज भ्रमणको कार्यक्रममा सिन्जल सर र समीर सर भएर तिमीहरूलाई मन्दिर लिएर जानुहुन्छ। तिमीहरू नमात्तिकन यता आज तिमीहरू नमात्तिकन सरहरूसँग मन्दिर जाने। मेरो थोरै काम छ, उता फेदी खोला जानुपर्छ। तिमीहरू ल नमात्तिने है त, अलि मात्तिन्छस् त, बुझिस्? ल नयाँ एडमिसन पनि नमात्तिने त्यहाँ। के रे नाम? नाम के रे? मेरो नाम बदमास गुरुङ। बदमास बच्चा भन्न बदमास बच्चा गुरुङ। बदमास बच्चा गुरुङ। तेरो त्यहीँ घर। ल तिमीहरू कपी सबै त्यो सबै मिलाएर जा। म पनि गएँ ल बाई। ल आज के हुने रहेछ सबैले सुन्यौ नि? ल ले त म हाजिर गर्छु दे। त्यो आदित गुरुङ भन्ने थियो नि, त्यो आउँछ अरे। अब त्यो स्कुलै आएन, त्यो कति भइसक्यो त्यसलाई रेस्ट टिकट हानेको, 1 वर्ष भइसक्यो। ल अब यहाँ म तिमीहरूको रोल नम्बर 1 भन्छु, हाजिर दिने है। रोल नम्बर 1 बदमास बच्चा गुरुङ। एस सर। एस यहाँ चाहिँ यहाँ र 2 एस सर। ल दुईटैको हाजिर भइसक्यो। ल ल सीको चाहिँ ल यहाँ बन्द गर। अब सरले के भन्नु थियो रे लाइनमा? त्योहरू घुम्न जाने भन्ने छैन। ल ह्यान्डस्ब्याक गर, लाइनमा आइज। ह्यान्डस्ब्याक गर। समीर सर र म लिएर जाने। ल आइज मेरो। ओ ह्यान्डस्ब्याक गर। आइज ह्यान्डस्ब्याक गर। आइज अलि नजिक आइज त, अलि छिटो आइज। त्यतिकै उरु समीर सर आउनु छिटो अलि। समीर सरले पछाडि हेर्नुहुन्छ। ल ल आऊ बिस्तारै आऊ। ह्यान्डस्ब्याक गर है। ल ल ल ल ल तर खोला। ल ल ल तिमीहरू इन उल्टो। ल इन गरेछ नि। ल समीर सर अगाडि आउनु। ल आज तिमीहरूलाई घुम्न पुरै यो चाहिँ हाम्रो यहाँ गाडी चलाउनु हुन्छ नि। ल हेर त यता हेर, यहाँको यो पुरै पोखराको भ्यू। ल यता हेर, अलि नजिकबाट देखाउनु त। यो पुरै पोखरा हो है। हेर सबैले कस्तो लाग्यो तिमीलाई? पोखरा राम्रो हो नि। हिमाल देखिरह। हेर त यहाँ अन्नपूर्ण माछापुछ्रे सब देखिरह। ल तिमीहरू लाइनमा समीर सर। ल हेर है कोदो, यो हाम्रो गाउँको अर्ग्यानिक। यहाँ अलिकति मुनि हेर त, मुनिबाट अलिकति। ल ह्यान्डमा गरेर हेर सबले। हेर यो पोखरा देख्छ। ल पोखरा हो, सब पोखरा है सब। हेर त हिमाल यहाँ कति राम्रो देखेको है। माछा पुछ्रे अन्नपूर्ण हो। यो सब हिमालहरू हाम्रो नेपालमा मात्रै पाइन्छ। 8वटा हिमाल। बुझाउने कुरा स्कुलमा लेख्नुपर्छ है तिमीहरूले। ल जाम। यो कोदो है, सबै कोदो। यहाँ पहिरो गएर चाहिँ बिस्तारै आऊ। यो हाम्रो गाउँमा यो ल्यान्डस्लाइड भइरहेको छ यस गाउँमा। यो त्यही भएर यो हाम्रो गाउँको नाम अयर पानी। मट्टी खान होइन, धेरै पानी पर्छ। यहाँ धेरै पानी पर्छ। यसलाई थाहा यो बदमास भए पनि अलिकति के यो नयाँ एडमिसन नि उत्ताउली रहेछ के उत्ताउली। यो पुरै हाम्रो यो गाउँ यो जङ्गल हराभरा यो राम्रो हो नि त। यो हाम्रो समीर सर पनि हुनुहुन्छ यहाँ। समीर सर ल समीर सरले लिएर हिँड्नु राख्नु भयो। समीर सर समीर सर है। ल अब हामी
हामी त पहाडमा हौं। हामी पहाडमा हो नि त, हामी पहाडको छोरो हो नि त हामी एकदम हैन। तिम्रो क्वेशन सोध न, सोध केही हुन्न, क्वेशन सोध्दै जाम। यो सबै यो हाम्रो गाउँको हाम्रो दिदी दाइ दाजु भेना आङ्कल आन्टी त्यस्तोले बनाउनु भएको हैन। यो यहाँ खरबारी यो काट्नु भएको छ, यो पुरै जङ्गल यो। अब अलिकति माथि जाउँ हैन। यो तिमीहरूले खान्छ नि त्यो रातो काफल, यो वन काफल हो यो। हेर्नु त यो सबै वन काफल खाओ होला नि तिमीहरूले। यो कहिले पाक्छ भन्दाखेरि भन्दी कहिले पाक्छ? यो चाहिँ जेठमा पाक्छ है एकदम। यो तिमीहरूले राम्रो प्रश्न सोध्यो, तिमीले पनि सोध है। अब ल सोध के भयो? सर हामी कुन मन्दिरमा छौं? हामी कुन मन्दिरमा जान लागेको भनेर सोधेको। हामी चाहिँ इन्द्र मन्दिर एकदम त्यहाँ चाहिँ एकदम राम्रो ठाउँ हो हाम्रो गाउँको। यो सिँढी यो उसहरू सब बनाएको। यो के हो तिमीलाई थाहा छ? यो के हो? ल भन। बारुलाको पोको। बारुलाको पोल हैन यो। हेर्नु यो बारुलाको पोल। यो भित्र के हुन्छ थाहा छ? एउटा सानो। अब हामी यो सिँढी चढ्दै यो पुरै माथि भोरि सिँढी नै सिँढी छ उता। अब पुरै चढेर अब हामी इन्द्र मन्दिरमा जान्छौँ है। ल तर हामी कति बेला पुग्छ? त्यहाँबाट सरसफाइ गर्ने। सरसफाइ गर्ने हो। तिमीले एकदम राम्रो क्वेसन सोध्यौ। त्यहाँ गएर हामीले सरसफाइ अनि त्यो मन्दिरकोमा विशेषताहरू त्यहाँबाट मेरो पहिलाको गाउँहरू त्यो सबै भनिदिने छु है। ल बाबु यहाँबाट अलिकति नजारा बसौँ है। यहाँ एकछिन थाकिएको नि छ। ल बस यहाँ बस बाबु बदमास। ल अब जाम भयो तिमीहरू चल्नलाई फेरि। जाम एन्सर गर है, एन्सर गर। तिमीहरू लाइन लगाएर आऊ नि। तिमीहरूको आदित भन्ने त्यो एउटा बच्चा थियो नि, त्यो नि मात्ते छ अरे। त्यो अब 2-3 दिनमा आउँछ। त्यसको रोल नम्बर 3 हैन? हो त्यसको रोल नम्बर 3 हो। होइन 1 थियो त्यो अहिले गयो। तेरो म 3 भयो। 1 भयो। ल तेरो चाहिँ 3 हो। त्यहाँ अर्को त्यो उस थियो नि कृतिका, के अरे अर्को को थियो अरे? कृतिका थियो, सगुन गुरुङ। त्यसले नि छोड्या छ। अब 1-2 दिनपछि आउँछ, सबै आउँछ नआत्यो है। तिमीहरूको साथीहरू अहिले दसैँ भ्याकेसन हो नि त, त्यही भएर गएको। हेर त यहाँ पुरै राम्रो भ्यू। हामी चाहिँ आइसक्यौँ है। ल आइसक्यौँ। मेरो पछाडि ल यो चाहिँ इन्द्र मन्दिर हो। के अरे नाम? इन्द्र मन्दिर। यहाँ चाहिँ सफाइ भइरहेछ, त्यो सरसफाइ पुरै भएर रहेछ। माकुराको जाल। ल यहाँदेखि नै भ्यू देखाम है। ल यो सबै सरसफाइ हाम्रो तिमीहरूको बुवा आमाले गरेको है। बुझेछौ नि? यहाँ हेर ल, उहाँ मेरो गाउँ हो, उहाँ मेरो पुरानो गाउँ हो। हेर सबै सर आउनु त अगाडि। उहाँ मुनि मेरो गाउँ छ। समीर त गएर आउनु भएको छ, समीर सर। अनि होइन अनि हाम्रो नैखु नुवाकोट सनसाइड हुन्ला यहाँ हामी सबै देखिरहेको छ है। बन्दा सोच्छ ल अगाडि तिमीहरू गर हेरौ। अब ल उहाँ भ्यू टावर हाम्रो मट्टी खानको सान। समीर सरले भन्नु माछा पुछ्रे यहाँबाट हिमालहरू देखिरहेछ। ल म हजुरहरूलाई इन्द्र मन्दिरको सरसफाइ देखाउँछु है। ल पुरै एउटा राम्रो भ्यू है। ल आइज बदमास बच्चा त हिँड। ल पुरै मन्दिर घुम। तिमीहरू दुइटा ह्यान्डसक गर, नमाथि गर, ह्यान्डसक गर, माथि जास। ल आऊ बच्चाहरू देखाउँछु ल मन्दिर। ल यहाँ इन्द्र भगवान हेर्नु त। ल आउनु समीर सर आउनु। इन्द्र भगवान देखाउनुहोस्। इन्द्र भगवान होइन यहाँ चाबी लाछ। यहाँ चाबी लाउनु भएको छ। यो मन्दिरको चोरी हुन्छ र। ल ढोक गर्नुपर्छ है यहाँ। ल जय इन्द्र माता की हो। ल अब यहाँ चाहिँ पूजाहरू भइरहेको हुन्छ, त्यही भएर यसलाई केही नचलाऊ है तिमीहरू यहाँ। ल
तिमीहरू खेलो हेर भ्यू हेर आज दिउँसोभरि तिमीहरू यहीँ बस्ने ल समीर सर आउनु हामी यहीँ जाऊँ ल सबै हिमालहरू पहाडहरू यति राम्रो राम्रो समीर सर जानुभएको छ उहाँ यहाँ हेर्नु सक्नुहुन्छ यहाँ हिमाल पहाड सबै छ हाम्रो बदमास बच्चा हेलो बदमास बच्चा नचल है नयाँ एडमिसन थर्काउनु सर त्यसलाई ल बदमास बच्चा यहाँ हाम्रो कृतिका गुरुङ नयाँ एडमिसन यहाँ यो डाँडा काँडासँग बस्दाखेरि यहाँ सर हावा चलिरहेछ समीर सरले पुरा हाम्रो घरहरू भ्यूहरू राख्नु भएको छ अनि बदमास बच्चा लिन चल है पिन्चरसँग फेरि जानु पर्ला अनि अब यहाँ हजुरहरूलाई म पुरै इन्द्रमन्दिरको सेयर गराउँछु है हुनुहुन्छ प्रिन्सिपल सर चाहिँ अहिले घर हुनुहुन्छ है घर जानुभएको छ उहाँको काम आज जुठो परेर म हजुरहरूलाई पुरै देखाइदिन्छु इन्द्रमन्दिरको भ्यू है हेर्नु है ल सरको भ्यू साइडबाट स्टार्ट हुँदै गइरहेको छ हाम्रो इन्द्रमन्दिर यहाँ हेर्न सक्नुहुन्छ हाम्रो बदमास बच्चा श्री बदमास बच्चा माध्यमिक विद्यालयले आज भ्रमणको लागि यहाँ इन्द्र मन्दिरमा ल्याएको छ अब यहाँ हामीहरूले फोटोहरू केही खिच्नेछौँ है ल बच्चा बच्चीहरू यहाँ बसेको 1 घण्टा भइसक्यो समीर सर जा ल अब ह्यान्डल गर समीर सर पछाडि ल ह्यान्डल गरे ल हामी निस्क्यौँ यो नजाराबाट जय केरा इन्द्र भगवान की जय हो भन जय हो इन्द्र भगवान की जय हो जय आमा भन मैंने यार देखो प्रिन्सिपल सरले भन्नुहुन्छ भोलि पनि तिमीहरूको उता लामपोखरी छ नि लामपोखरी र अर्को त्यहाँको अर्को मन्दिर पनि देखाउने कार्यक्रम छ भन्नुभएको छ अब के हुन्छ कति माथि गुड यो बदमासै हुन्छ कि यो बदमास बच्चा ल सर आज कार्यक्रम सक्यो अब अर्को कार्यक्रम हुन्छ अब त्यति बेला भेटौँ ल कस्तो लाग्यो हजुरहरूलाई हाम्रो बदमास त कति हो 8 हो कि 9 हो कि 7 हो कि कति हो थाहा 9 होइन 8 हो 8 है गाइस हामीले 9 को बनाउन लाग्छ नि त शनिबार होइन 8 हो है गाइस यो 8 चाहिँ हजुरहरूको इन्द्र मन्दिरको दर्शन गर्नु होला हाम्रो यो पुरै गाउँको इन्द्र मन्दिर 9 मा चिन्ने भनेको हैन ल गाइस अब हजुरहरूले भिडियोलाई लाइक शेयर सब्स्क्राइब गर्नु होला आजको लागि यति नै।